हाई गाइस, म सुमन थापा मगर आज बिर्ता बजारको यो बिर्ता बजारमा म कपाल काट्दै चाहिँ हेयर स्टाइल मिलाउन आएको छु। यो चाहिँ 3B सैलुन हो। अरू बेला पनि म आउने गर्छु काट्न। हाम्रो विजय छ नि, हाम्रो जहिले पनि मेरो कपालहरू यसो हेन्सम बनाउने काम गर्छ। अनि आज पनि म यसो कपाल मिलाउनु यसो हेन्सम बन्नको लागि आएको छु। विजय, मेरो आज कपाल कस्तो काट्ने हो? आज सुमन सरको कपाल सुलुकमा काट्ने, जिरोबाट हानेर अनि यो कपाल अलिअलि घटाएर पातलो गर्नुपर्छ। पातलो गरिसकेर अनि हामी त्यहाँ पछाडि कलरतिर लाग्छौँ। कलरतिर लागेर अनि कलर सलर लगाइसकेपछि हामीहरूले चट्ट होइन हावा हानेर सुकाइदिने, पातलो गर्नुपर्छ आज कपाल होइन। पातलो गरेर अलिअलि टुप्पो घटाउनुपर्छ। टुप्पो घटाएर अनि टक्क कलर लगाएपछि तपाईँलाई के हुन्छ भने अलिक हेन्सम आज हाम्रो सुमन सरलाई बनाइदिनु पर्ने। एकदम म पनि आज जहिले आउने गर्छु। अहिले लुक पनि चाहिँ राम्रो छ है त। यहाँको यसो राम्रो भएपछि उनीहरूलाई हेर्नुहोस् है त। कपाल पनि काटिसकेँ, ह्यान्डसम पनि भइसक्यो, राम्रो भयो कलर। विजयले कस्तो भयो विजय मेरो कपाल? सुमन सरको कपाल काटिसकेर कलर सब लागेपछि अब चट्ट धुने अनि त्यहाँ पछाडि कपाल काटेको हामीहरूले सधैँ यही हो। अब हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु। एकदम राम्रो छ, विजयले राम्रो अरूले काट्छु। आउनु होला यो बिर्ता बजारमा विजयको दोकान 3B सैलुन। एड्रेस भनिदियो विजय तिम्रो? यो बिर्ता बजार दुर्गा मन्दिरदेखि पश्चिमपट्टि माथिल्लो तल्लामा 3B सैलुन लेखेको छ, त्रिरत्न मार्केटमा। एकदम राम्रो छ, एकदम विजयले म अझै पहिल्यैदेखि नै काट्छु। राम्रो एकदम प्रोफेसनल जति छ एकदम राम्रो। एकदम ठुल्ठुलो सैलुनहरू भन्दा पनि कमी छैन, ऊ पनि एकदम राम्रो काट्छ। एकदम मलाई चाहिँ चित्त हुन्छ, एकदम राम्रो छ, एकदम ह्यान्डसम भयो जस्तो अनुभव गरेको छु।